हेलो नमस्कार म चाहिँ आज बुटोलदेखि गुल्मी भार्सेसम्मको यात्रा र 3 दिनसम्म हामीले के गर्यौं त्यसको भिडियो बनाउँदै गएको छु। अहिले हामी यहाँ सिद्ध बाबामा छौं। यो चाहिँ सिद्ध बाबा हो। हामी सिद्ध बाबाबाट पाल्पामा आइपुग्यौं। यो पाल्पा रहेको छ। पाल्पा बतासे डाँडा के भन्छ मलाई थाहा छैन। हाम्रो यात्रा जारी नै छ। मैले भिडियोले अलिक सर्ट गरी जोडेको छु है। हामी अब भार्सेको लागि उकालो चढ्यौं। रेडीमा नास्ता खाएर खाना खाएर र यो भार्से आयो। मैले फर्स्ट टाइम देखेँ यो लालीगुराँस फुलेको रुखमा। यो भार्से गाउँ रहेको छ। हामी के ठाउँ भार्से तर कुन टोल नाम हुन्छ नि त्यो चाहिँ मलाई थाहा भएन। यहाँदेखि फेरि हामी मेरो सासु मम्मीको माइत जाँदैछौँ है भेट्नको लागि उहाँहरूलाई। भार्से गाउँ के भन्छ यसलाई? मलाई भिडियोहरु एक्सप्लेन गर्न त्यति आउँदैन। जस्ट सम्झनाको लागि मात्रै मैले यो भिडियो रेकर्ड गरेको हो। भिडियो पनि टुक्रा चेन्ज गरेर। र हामी आज ग्यालरीमा छौं। यहाँ चाहिँ नि सबै भोगो सैनिकहरुको फोटोहरु राखिएको छ। राति हामी घर फर्क्यौं र भोलिपल्ट लालीगुराँस फुल हेर्न गएको। लालीगुराँस अलिक टिप्न नमिल्ने ठाउँमा रहेछ र लालीगुराँस पनि ओइलिसकेको हुनाले त्यति धेरै थिएन। यो चाहिँ नि भोलिपल्टको है। अब आज हामी चाहिँ नि देउरालीतिर लाग्ने भनेर बिहानैदेखि तयारी गरेको थियौं। गाडीहरु चाहिँ नि पुरै प्याक हुने रहेछ के। त्यही भएर हामीले ढिलो पायो गाडी। अनि बिहानै हेर्न गएको भए मौसम सफा भयो। त्यहाँबाट चारैतिरबाट हिमाल पहाडहरु देखिन्थ्यो रे राम्रो क्लियरली। तर हाम्रो ब्याड लक हामीले गाडी छिटो पाएनौं र गाडीको वेटिङमा छौं। गाडी आएर हामी अब देउराली तर्फ लाग्दै छौं है क्याबमा। देउराली स्तूपा बुद्ध स्तूपमा जाँदैछौं। बाटैभरि के त बनमाराहरु फुलेर यस्तो राम्रो देखियो त्यो बनहरु पनि र एसोलोहरु पनि फलेको थियो। खाना पाएन। अब गाडी रोक्ने कुरा आएन। हेरेर मात्रै चित्त बुझायो। त्यहाँदेखि आधा घण्टा जति लाग्दो रहेछ भार्सेदेखि देउराली पुग्नको लागि। र अब हामी फाइनली आयौं है देउराली। त्यही नै हो बुद्ध स्तूपा। यो टिकटक डाँडा हो कि के भन्छ है, टिकटक भ्यू हो कि के हो मलाई पनि त्यति थाहा भएन। र मैले राम्ररी बुझ्ने पनि प्रयास नगरिकन त्यतिकै भिडियो हाले एउटा सम्झनाको लागि मात्रै। यो बुद्ध स्तूपा यहाँदेखि चाहिँ नि एकदमै क्लियर मौसम भएको बेलामा चारैतिरको पल्लो डाँडाको चाहिँ नि हिमालहरु राम्रो देखिन्छ भन्नुभएको थियो। तर हामीले देख्न सकेनौं। बादल लागिसकेको थियो। पानी पर्ला जस्तो थियो मौसम। केटाकेटीहरु चकचक गरेर त्यो टिकटक डाँडा
जाऊ माथि माथि जाऊ मेरो सामना रेकर्ड गरिदिनु म भ्लग बनाउँछु भनेर मलाई त्यहाँ लैजानु जा उता खोज्नु जा यहाँसम्म त थियो त यहाँ कि कता अरे उता ल बस हो त्यहाँ बस ल बोल 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 माथि ब्लटी खेल्न लाग्छ अनि मैले गाडी गरेर माया गरेको यहाँ हावा एकदमै यसरी चलिरहेको थियो पानी पर्ला जस्तो गरेछ आकाश पनि कालो भएको छ ल हामी त अब फेरि फुल टिप्यौँ लालीगुराँस फुल भेट्टायौँ हामी अब चाहिँ नि के अरे भिरखाल्टा जाँदैछौँ है मैले भिडियो कट गरेर हालेँ एकैचोटि बाटोको भिडियो हालेँ भिरखाल्टा जाने बाटो आधा बाटो हामी त्यही डबल क्याबमा आएको थियौँ र आधा बाटो चाहिँ नि हामी हिँड्दै जाने भन्यौँ लालीगुराँस भेटेर मेरो नानी खुसी छ र यो हेर्नु त हाँडेको फल हाम्रो चाहिँ नि हाँडेको फल भन्छ यसलाई यस्तो फलेको रहेछ अझै पाएको छैन कहाँबाट कुकुर पनि आयो पुरा पानी पर्ला जस्तो गरेर हेर्नु त कुहिरो लगाएर यति चिसो हावा चलेको थियो चिसो थियो मौसम जाडो भइरहेको थियो यो चाहिँ नि फुल्ने बेलामा यति राम्रो देखिन्छ अहिले चाहिँ नि फुलेको छैन कोपिला मात्रै लागेको छ सिस्नो पनि हेर्नु त पलाएको नयाँ पलाएको कि कस्तो हो सानै छ है त्यही होला र हामी यहाँ मेरो सासू मम्मीको ठुलो दिदीको घर आइपुग्यौँ यति राम्रो गुलाबको फुल फुलेको रहेछ जो रियलमा देखे जस्तो राम्रो चाहिँ अझै क्यामेरामा आउन सकेन यति राम्रो फुलेको थियो यो फुलहरू यति राम्रो फुलिरहेको थियो कलर कलरको गुलाबको फुलहरू थिए मौसम एकदमै चिसो थियो पानी पर्ला जस्तो थियो अब पानी पनि पर्छ होला जस्तो छ ल हेर्नु कस्तो फुलहरू के अरे व्यावसायिक रूपमा लगाएको फुल जस्तै देखिन्थ्यो मलाई त यो फुल देखेपछि फेरि मेरो आँखा अन्तै गएन फुलको भिडियो बनाइराखेँ मैले त फुल भनेपछि म त फेरि हुरुक्कै हो यति राम्रो फुलेछ मलाई हेर्नु त त्यो किवीको बुट्टा पनि है ल पानी पर्यो है ल पानी पर्यो हामी फर्किने भनेको थियौँ यहीँ अर्केमै चाउचाउको झोल पनि खायौँ चिया पियौँ रमाइलो भइरहेको थियो नयाँ ठाउँ देख्न पाउँदा नयाँ अनुभव भइरहेको थियो कस्तो अर्कै चिसो चाहिँ एकदमै थियो हेर्नु त फुल कस्तो राम्रो देखेको पानीमा झन् हामी अब फर्किन लागेछौँ है उहाँको घरबाट के अरे ठुलो फुपूको घरबाट किनकि हामीले फेरि त्यहाँबाट नि गाडी पाएका थियौँ त्यही भएर अब हिँड्दै जानलाई बाटो चिप्लो हुन्छ भनेर हामी गाडीमा गयौँ पानी चाहिँ परिरहेको छ हेर्नु त कस्तो राम्रो देखेको हामी तल झर्न लाग्यौँ भिरखाल्टादेखि भिरखाल्टा खास त भेडी खाल्टा आइज सर्टकटमा भन्दा भिरखाल्टा भन्दो रहेछन् हामी अब भिरखाल्टादेखि
भार्सेतिर लाग्यौँ, फेरि फर्क्यौँ। पानी परिरहेको थियो, मौसम एकदम चिसो थियो। त्यहाँबाट भ्यूहरू पनि राम्रो देखिएको थियो, तर मलाई कस्तो राम्रो लागेको थियो कि अर्कै कहाँ आएको छु जस्तो। फर्स्ट टाइम त यता आएको। मेरो भिडियो कसैले हेरे पनि नहेरे पनि म यो सम्झनाको लागि राखेको छु। न्यु इयरको बेला आएको 2082 सालको लागि हामी त फार्से आइपुग्यौँ। फार्से पनि यसलाई उस भन्दो रहेछ कि के अरे ढाकल टोला हो कि के? ढाकल टोला। पानी परिरहेको थियो अलिअलि। हामी हिँड्यौँ। मेरो सानो नानी बहुत हिँड्न नसकेर दिदीले बोक्नुपर्छ। आमा दिदीले बारीभरि मकै छ। मकैले चाहिँ नि दामी भयो पानी। र अब हामी भोलिपल्ट फेरि कहाँ गयौँ त? झुल्थुम कालिका देवी मन्दिर, कालिका देवी मन्दिर। हामीले त जेठो परेको हुनाले पूजा गर्न पाएनौँ, त्यतिकै हेर्नको लागि गयौँ। दिदीले पूजा गर्नुभयो। राम्रो छ। दिदीले पूजा गरेर भ्याउनु भयो। अब हामी फर्किन्छौँ। फर्किँदैछौँ। मेरो नानीले फेरि त्यो स्प्राइट देख्यो नि, स्प्राइट किनिदिनु दिइरहेको थियो। आज जाने 2082 नयाँ वर्षको दिन पनि रहेको छ। वैशाख 1 गते। वैशाख 1 गते चाहिँ भार्सेमा कार्यक्रम हुने हुनाले सबैजना हेर्न आउने रहेछन्। हामी पनि जाने भने छिटो छिटो गरेर गयौँ। ठाउँबाट आउनुको थियो। यहाँ हामी त कार्यक्रममा पुगिसक्यौँ है। ढिलो भएको थियौँ कार्यक्रम हेर्नको लागि। धेरैजना आउनुभएको थियो। चारैतिरबाट बस्नुभएको थियो। मेरो नानीहरू रमाइरहेछन् घाममा बसेर। चकचक पनि गरिरहेको थिएँ। बस्दा बस्दा झ्याउ लाग्यो फेरि, त्यही भएर उठ्यौँ हामी। बबल खेलाइरहेछन् खुसी हुँदै। यो भार्से स्कुल, भार्से के अरे श्री भार्से जना के हो स्कुलको नाम पनि म त भुल्यो। जनसमुदाय के हो। साँझ परिसक्यो र कार्यक्रम पनि सिद्धिसकेको छ। र हामीले अब यहीँ नास्ता गरेर हामी चाहिँ अब घर गयौँ है। ल त बाई बाई।